नमस्ते सबैजनालाई मेरो अर्को ब्लगमा हजुरहरूलाई स्वागत छ। बिहानको 6 बजिसकेको छ। म चाहिँ उठेर मेरो किचनमा आइसकेँ र यो एकदम चिसो छ। सबैजनाले आफ्नो ख्याल गर्नु होला। र यो 6 बजेदेखि हामीले चाहिँ पसल सुरु गर्छौँ र 6 बजिसकेको छ। ल आजको काम के हुन्छ कस्तो हुन्छ म दिनभरि कसरी हामीले बिताउँछौँ हामी देखाउँछौँ है त। ल सधैँ जस्तै बिहानै चियाको अर्डर आइसक्यो। अब म चिया बनाएर सर्भ गर्छु मेरो कस्टमरहरूलाई। बिहानै आउनुहुन्छ 6 बजे जाडोमा कलेजको भाइहरू। रेडी भइसक्यो। म चाहिँ यता टमाटर काट्दैछु हाम्रो अचारको लागि। आज 7 बजेको थिएन, भाइहरू आउनु भएको थिएन अझै। आज म आइपुगेको थिएँ, बिजी भएकोले यता मटर चाहिँ जलेर यस्तो भएछ। ल खत्तम। अनि यता हाम्रो अचार पनि पाकेर रेडी हुन थालिसक्यो। गोपर एउटा गिफ्ट हान्दैन न? गिफ्ट हान्दैन एउटा गोपर भने। भेज पनिर मोमो यो स्टिम चाहिँ 110 रुपियाँ प्लेट। अनि हाम्रो स्पेसल कुकर झोल मोमो चाहिँ 150 रुपियाँ प्लेट है। हामीलाई फलो गरेर आउनुभयो भने टिकटकमा र युट्युबमा सब्सक्राइब गर्नुभयो भने त्यसमा पनि डिस्काउन्ट हुन्छ है। 10% डिस्काउन्ट पाउनुहुन्छ हजुरले। यो चाहिँ स्पेसल भेज पनिर मोमो हामी यहाँ मोल्दैछौँ, बनाउँदैछौँ। म तपाईँलाई यो बनाएपछि देखाउँछु है हाम्रो मोमो रेस्ट भयो। हाम्रो भेज पनिर किमाको मोमो रेडी भयो है। ल हेर्न सक्नुहुन्छ तपाईँले एकदम फ्रेस किमा भेज पनिर मोमो। ल हाम्रो यो भेज मोमो पनि रेडी भइसक्यो है। ल हामीले बनाएर ल तपाईँहरू आउन सक्नुहुन्छ। स्टिम झोल के खानु मन लाग्छ, चिल्ली भेज पनिर मोमो यो चाहिँ हाम्रो। ल हजुरहरू पनि आउनुहोस् है चिया खाना। यो जाडो मौसममा 30 रुपियाँ कप मसला चिया हो। ल स्पेसल हाम्रो रनिङमै हो चिया चाहिँ। बिहान र बेलुकासम्म रनिङै हुन्छ। तपाईँहरू आउन सक्नुहुन्छ है। बाटो पस्नु होला। र आलु चप हजुरहरू यसो पस्नुहोस् है। बाटो पर्दाखेरि आलु चप पनि बन्छ हाम्रोमा फ्रेस। जति बेला अर्डर आयो त्यति बेला मात्रै बनाउँछ है हामीले चाहिँ। यता हाम्रो स्पेसल कुकर झोल मोमो पाक्दैछ है। ल हेर्न सक्नुहुन्छ। हेर्नुहोस् है। ल चिकन छैन 150 रुपियाँ प्लेट। ल 200 ग्राम दिनुभयो भने चाहिँ जम्मा 350 रुपियाँ चाहिँ हाम्रो स्पेसल कुकर झोल मोमो। ल आउन सक्नुहुन्छ हजुरहरूमा खानको लागि। हाम्रो लोकेसन चाहिँ नयाँ बाँध सक्नुहुन्छ। गुगल म्याप युज गर्न सक्नुहुन्छ है। मनपर्छ भने छ है हाम्रो स्पेसल चिल्ली मोमो। पिरो टक्का डिफ्रेन्ट स्टाइल छ। अरूभन्दा चाहिँ हाम्रो चाहिँ अलिकति फरक स्टाइलमा बनाउँछ चिल्ली मोमो चाहिँ। यो हाम्रो पास्ता, यो चाहिँ पास्ता है। धेरै भेराइटीहरू छ, तपाईँहरू आउन सक्नुहुन्छ है। भिजिट गर्दै गर्नु होला। हाम्रो चाउमिन है। ल आउनुहोस् चाउमिन बन्दैछ यता। ल यो चाहिँ हाम्रो भेज झोल मोमो है। हामीले दिउँसो बनाएको भेज झोल मोमो। तातो झोल मोमो खानको लागि आउनु होला। बाटो परेर दिनभरिको काम सकियो। अब सर्लक्क किचन सबै क्लोज गरेर अब हामी चाहिँ रुममा सुत्न जान लागेको। अब फेरि भेटौँला भोलिको ब्लगमा। बाई बाई, सी यू। ल सबैजनाले हाम्रो यो युट्युब च्यानल सब्सक्राइब गरिदिनुहोस्। जस्तो लाग्छ सुझाव सल्लाह पनि दिनु होला। हामीलाई सजिलो हुनेछ अगाडि बढ्नको लागि।